धन्यवाद। नमस्कार। सर्वप्रथम त म हाम्रो सम्माननीय मुख्यमन्त्री श्रीमान PS तामाङ गोलेजी सरलाई म धन्यवाद दिन चाहन्छु, उहाँले जुन चाहिँ मलाई एउटा मौका दिनुभएको छ, जुन चाहिँ एज ए एउटा क्यान्डिडेट, काउन्सिलर क्यान्डिडेट मलाई 19 वार्ड तादोङबाट छोड्नु भएको छ। यसमा एकदमै म धन्यवाद दिन चाहन्छु। यो मलाई मौका दिनुभयो। साथै हाम्रो क्षेत्रको विधायक श्रीमान GD ढुङ्गे सरले पनि, उहाँले पनि मलाई एउटा मौका दिनुभएको छ अगाडि बढेर एउटा समाजलाई एउटा कुछ गरेर देखाउनुलाई चाहिँ कस्तो पाराले सुधार्ने, कस्तो पाराले गर्नुपर्ने, नयाँ नयाँ सरकारको योजना स्किम्सहरूलाई कसरी गर्नुपर्ने भने त्यसमा धेरै चिजमा अब उहाँले एउटा राम्रो सोचेर चाहिँ मलाई अब मैले गर्नु सक्छु भनेर चाहिँ मलाई अगाडि राख्नु भएको छ। अब हाम्रो यो सामान्य मुख्यमन्त्रीकै आदेश हो, चाहे कन्टेस्ट होस् या अनकन्टेस्ट होस्, घर दैलो अभियान चाहिँ गर्नै भनेर। किनभने मैले पहिला नै सोचिसकेको थिएँ, म अनकन्टेस्ट भयो भने म घर दैलो अभियान म गर्ने नै छु, पक्का नै गर्ने नै थियो अनि म गर्ने नै छु। किनभने सरले पनि CM साहबले पनि त्यही भन्नुभएको थियो, कन्टेस्ट भयो भने त अब जो हात जोडेर भोटहरू माग्नुहोस्, पार्टीको एउटा राम्रो राम्रो चिज भन्नु। अनकन्टेस्ट भयो भने तपाईँहरू एकदम सहयोग गरेको धन्यवाद दिनु पनि जानु भनेर। र मैले सुरु गरिसकेको थिएँ। मैले हाम्रो 19 वार्डको मैले प्रायः मैले सकि नै सकेको छु। मैले गएर मैले मैले धेरै गाउँ मैले, तर जति पनि मैले भोट माग्नु गएँ, म जति पनि धन्यवाद दिनुभयो, सबको पोजिटिभ नै छ हाम्रो पार्टीमाथि। किन उहाँले कसैले एउटा के विरोधको कुरा, एउटा नेगेटिभ कुरा पनि सुनेन। किनभने प्रायः जसो सबै नै हाम्रो सामान्य मुख्यमन्त्री अनि क्षेत्रीय विधायकको निगरानमा सबै हाम्रो कन्स्टिट्युन्सीमा भइ नै रहेछ। सबै मान्छे हाम्रो जनताहरू प्रायः खुसी नै रहेछ भन्दाखेरि उहाँले उल्टा मलाई भोट माग्नु जाँदाखेरि चाहिँ उहाँले उल्टा भने, यत्रो तपाईँहरूले हामीलाई गरिरहनु भएको छ, तपाईँहरूले हामीलाई सहयोग गरेको छ, कसैको रोजगार, कसैको बिमारी, कसैको के अन्य अन्य चिजहरू के थियो भने त्योपट्टि त उहाँले उल्टा हामीलाई पो धन्यवाद, मलाई धन्यवाद दियो, सामान्य मुख्यमन्त्रीलाई धन्यवाद दियो। अब तपाईँहरूले नै हामीलाई यत्रो गरेको छ, हामी यो भोट आएको त हाम्रो पनि पालो छ, तपाईँहरूलाई यसो गुण फर्काउने, हामी के दिनु सकेनौँ, तपाईँलाई एउटा भोट दिएर विजय गर्छु, एउटा पार्टीलाई हामी सिरोपरै राख्छ, तपाईँ नसुताउनुहोस्, निर्धक भएर जानुहोस् भनेर मलाई त्यो भन्दा मलाई धेरै खुसी लाग्यो। त्यो हुँदाखेरि चाहिँ अलिकति मलाई मनोबल मलाई अलिकति बढ्यो, त्यसले गर्दा अलिक खुसी लाग्यो। त्यस पश्चात अब धेरै चिज अब गाउँ बुजुर्गहरूमा पनि अब मैले आशीर्वाद पाउँदाखेरि मलाई सबै चिजबाट चाहिँ मैले पोजिटिभ भाइस पाएँ। किनभने एउटा हुन्छ नि कतिवटा जग्गाबाट भएन पाएन भने त्यो चाहिँ मैले एउटा सुनेन, मेरो सुरुवातै मेरो राम्रो भयो। किनभने अहिले मेरो त अहिले घर दैलो अभियान सकेको छैन, तर अहिले म अब फेरि भोलिदेखि या पर्सिदेखि म गर्नेछु। त्यो पश्चात अब म धेरै छ अरे अहिले हाम्रो 4-5वटा गाउँ छुट्टिएको छ, यसमा अब हामी धेरै अब यो 10-12 तारिकसम्म हामी कभर गरिसक्छ। त्यसमा पनि अब हामी आशा गर्छु सबैबाट मेरो पोजिटिभ नै आउँछ भनेर। र त्यो हाम्रो जुन चाहिँ इलेक्सनको जुन चाहिँ अब पार्टी टिकट डिक्लेयर भएकोदेखिको हाम्रो अस्ति हाम्रो नोमिनेसन फाइल जुन चाहिँ हामीले 26 तारिक गऱ्यौँ, सबैजना हामी 21जना हामी यहाँ गान्तोक म्युनिसिपालिटी उसमा कर्पोरेसनको अन्डरमा हुने हामी सबै 21जनाले नै हामीले नोमिनेसन फाइल गऱ्यौँ। र आजको दिनमा हाम्रो स्क्रुटिनी थियो, स्क्रुटिनीमा हाम्रो राम्रै सबैजना सक्सेसफुलै भयो, हाम्रो एकदम भ्यालिड भयो, हाम्रो एकदम हामीलाई चाहिँ एकदम क्लिन चिट दिएर अब तपाईँ चाहिँ डकुमेन्ट्सहरू तपाईँको एकदम भेरिफाइड भएर चाहिँ हामीलाई आज हामीले डिसी साहबले हामीलाई रिटर्निङ अफिसर जो हुनुहुन्छ उहाँले हामीलाई एउटा भ्यालिड सर्टिफिकेट दिएर हामीलाई चलेको छ। र अब यसको पश्चात चाहिँ अब इलेक्सनपट्टि अब हामी अहिले मोडमै छ। अब यसमा हाम्रो अगाडि जे हाम्रो पार्टी हाइकमान्डको निर्देश हुन्छ र के उहाँको आदेश हुन्छ त्यही हिसाबले हामी चल्नेछौँ। त्यस पश्चात हामी अब यो सिक्किम क्रान्तिकारी मोर्चालाई हामी अगाडि बढाएर हाम्रो पार्टीकोलाई विजय गर्नेपट्टि हामी लागेको छ। हजुर, अब त्यसमा मैले अघि भनेको जस्तै अब जति पनि अब सरकारको योजना स्किम्सहरू जति पनि छ, अब जस्तो उहाँले हाम्रो अब सामान्य मुख्यमन्त्रीले जुन चाहिँ विपासाको इम्प्लिमेन्ट गरेको छ, त्यसलाई म हाम्रो एकदम क्षेत्र विधायकसँग सल्लाह गरेर हाम्रो वार्डमा हामीले ल्याउने, त्यसलाई योजना स्किम्सहरूलाई हामी वार्डमा लिएर हामीले धेरै माथि सार्वजनिक चिजमा हेऱ्यौँ भने त धेरै चिज गर्नुपर्ने नै छ। त्यसमा चाहिँ अब हामीले यो वार्डमा लिएर चाहिँ अलिक सुधार, अलिक हाम्रो
गाउँ सफा गाउँ भनेर बनाएर अभियान गर्ने इच्छा गरेको छौँ। त्यसलाई हामी एकदमै यसलाई चाहिँ हामी फोकस गरेर राम्रो यसलाई नतिजामा पुऱ्याएर हामीले एउटा गर्ने प्रयास गर्नेछौँ हामी 5 वर्षभित्रमा। जनतालाई म यही भन्न चाहन्छु कि म जति पनि मेरो 19 टाढी वार्डको जनताहरू छ जुन पालि उहाँले मलाई विश्वास गरेको छ अनि मलाई माया गरेको छ कि उहाँले जुन चाहिँ उहाँको विश्वासलाई म निराश गर्ने छैन, उहाँलाई धोका दिने छैन। सक्दो म यो 5 वर्षभित्रमा के गर्नुपर्ने काउन्सिलरको एउटा के भूमिका हुन्छ पार्षदको त्यसलाई म एकदमै मनबाट तनबाट म एकदम उहाँलाई पुरा गर्नेछु भनेर म जनतालाई तपाईँलाई यही भन्न चाहन्छु।